र तपाईले म त्यहाँ गेटमा गएर बस्दा गएर मान्ने बाहिर बसिरहेछ अनि तपाईहरु निस्किने ननिस्किने तपाईहरु मान्ने आफै रिसिभ गर्न आउनुपर्छ। यो जिल्लाको अहिलेको 1 नम्बर मान्ने हो। पार्टी गर्न खोज्नुहुन्छ, सिकाउन खोज्नुहुन्छ, मान्नेलाई अपमान गर्ने। म जनताको मत पढि उहाँ चाहिँ हाम्रो माननीय विश्वराज पोखरेल रासपाको प्रतिनिधि सभाको चुनावमा प्रत्यक्ष रूपमा जितेका, ओखलढुङ्गाबाट जितेका माननीय हुनुहुन्छ र अहिले जनतालाई कसरी थर्काउँदैछन्। जनता भन्दा नि उहाँ स्कुलको हेड सर हुनुहुँदो रहेछ होइन। हेड सर चाहिँ माननीयको स्वागतको लागि क्लासबाट स्कुलबाट बाहिर ननिस्केको भन्दै उनले यसरी थर्काइरहेका छन् र अहिलेका रासपाका सांसदलाई अभिमुखीकरण तालिममा अलिक कम भएको छ। 1 हप्ता तालिम दिनु पर्यो होइन। यसरी आफूले मेरो सम्मान तैँले गर्नुपर्छ भनेर यसरी आफ्नो सम्मान माग्ने होइन। सम्मान भनेको बनाउने चिज हो होइन। र यसरी कसैलाई पनि थर्काउने होइन। यिनीहरूले घन्टीको बेइज्जती गर्दैछन्, रासपाको बेइज्जती गर्दैछन्। प्रधानमन्त्री बालेन्द्र शाह होइन, रासपा सभापति रवि लामिछानेलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु। हुन त यो भिडियो उनीहरू सामान्य पुग्दैन होला, तर घन्टीका कार्यकर्तालाई समर्थकलाई चाहिँ यो भिडियो सेयर गरेर उनीहरूसँग पुर्याउनु आह्वान गर्न चाहन्छु कि यिनीहरूलाई विशेष तालिम दिनुपर्छ होइन। अभिमुखीकरण तालिम कम भएको छ। यसरी गाउँ गाउँमा गएर जनताले जिताइसकेपछि अब मलाई प्रतिनिधि हुँ होइन, म माननीय हुँ, मलाई मान्य गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने यसरी डुक्रिने होइन। सम्मान बनाउने हो, जनताको सेवा गर्ने हो। अब जनतालाई सम्मान गर्ने हो, जनताले सम्मान गर्ने होइन कि जनतालाई सम्मान गर्ने हो यिनीहरूले होइन, नयाँ माननीयहरूले। यो कुरा चाहिँ विशेष यो बुझ्नुपर्छ र यो भिडियो चाहिँ एकदम सेयर गर्नु है त।